बेसी राम्रो चिउरा फालिदिएपछि चाहिँ माछा आउँछन् त्यहाँ। हामी चाहिँ अहिले ट्याक्क सामाखुसी चोकमा छौँ। सामाखुसी चोकबाट यो सानो कुन्टे माइक्रो चढ्यौँ होइन। हामी चाहिँ टोखाको आज आफ्नै माइक्रो हो आफ्नै माइक्रो यो रमाइलो मेलामा जानको लागि यहाँ सामाखुसी चोकदेखि हामी चढ्यौँ। मेरो साइडमा बसेपछि सधैँ त्यस्तै हुन्छ जस्तो। यो वाला बसमा चढेर गए पनि हुन्छ सामाखुसी यातायात। अगाडि अर्को पनि बस छ टोखा चण्डेश्वरी झोर जानेवालामा चढ्नुपर्छ। हामी चाहिँ माइक्रोमा चढेछौँ। यो चाहिँ सिटी स्क्वायर हो। ल हामी चाहिँ यो माइक्रोमा हिँड्यौँ। यो चाहिँ रमाइलो मेलामा आउनेहरूलाई चाहिँ पार्किङको व्यवस्था छ यहाँ। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू भ्लग। ल के छ? ठिक छ। आज चाहिँ हामी टोखा यहाँ फुड महोत्सव स्ट्रिट फुड महोत्सव भन्छ के भन्छ यसलाई, रमाइलो मेला त्यहाँनिर आइरहेछौँ। भर्खर 3 बज्यो। 3 बजेदेखि सुरु हुने रहेछ। अहिले चाहिँ खासै धेरै चहलपहल छैन। अब चाहिँ हामी बजारभित्र छिर्छौँ। यो चाहिँ रमाइलो मेला छिर्ने गेट हो। के हो यो? अस्तिको शनिबार आउँदा चाहिँ व्यापक भिडभाड थियो। आज चाहिँ बल्ल सुरु भएको भएर खासै भिडभाड भएको छैन। आज चाहिँ पानी पो आउला जस्तो छ। तिरपालहरू राख्ने काम पनि भइरहेछ। हामी चाहिँ पहिला 1 राउन्ड हानेर आउनु पर्यो अनि यहाँको फुडहरू यसो टेस्ट गर्नु पर्ला है त। यहाँनिर चाहिँ यो चिउरा कुट्ने काम भइरहेछ। बल्ल बल्ल सुरु हुँदैछ यहाँनिर। खासै धेरै भिडभाड भइसकेको छैन। होइन एउटा मात्रै के हो यसको नाम? आलु पोट्याटो चिप्स। क्रिप्सी पोट्याटो चिप्स। कति रहेछ यसलाई? 50 रुपियाँ। ल कस्तो छ? कस्तो अनलक्की छ यार, सुरुमै खसाल्छ। ल मिठो छ। यो चाहिँ यस्तरी ट्याक्क समाएर मिठो छ एकदम। के भन्नु छ? केही भन्नु छैन। खानामा व्यस्त छु म। के भन्नु? के खाँदै हुनुहुन्छ? क्रिस्पी पोट्याटो चिप्स। कसरी बनाएको रहेछ? बनाएको त त्यहाँ यसो काटेर यसो तेलमा डुबाएको। हामीलाई चाहिँ धेरै जस्तो बफ आइटम हुँदो रहेछ। बफ नखाने मान्छेहरूलाई आलु अनि चिकन मोमो, माछा अनि चिकन छोइला। नर्मली त 3 भित्र। ल म पनि खान्छु अनि पछि भिडियो खिचाउँ ल। मेरो पनि खानु पर्छ। यो चाहिँ चिकन खाजा सेट हो। अब बफ नखाने भएपछि के गर्छ जस्तो। यहाँ चाहिँ यस्तरी आनन्द ससुराली आए जसरी नै बसेर खाना मिल्ने ठाउँ छ। हाम्रो खाजा सेट आयो। ल थ्याङ्क यू। ए त भुइँमा राखिदिनु ल।
के भन्छ के भयो यम्मी यम्मी एउटा चिकन खाजा सेट रहेछ यो चिकन छोइला हो यो आलु यो अचार यो बोडी यो भटमास यो मेरो मुख ल्याम्मा खाएन यम हामी खोज्दै थियौँ कि सोयाबिन कता गयो भन्नु ल बल्ल आयो नि त नि आइटम भनेको आइटम ल कस्तो लाग्यो ठिक छ खाएर भ्यासी प्रतिक्रिया दिउँ ल म त अस्ति नि खाएको थिएँ अस्ति भिडियो मात्रै नमलाएको ल यहाँनिर त अलि होइन सबै ठाउँमा त्यस्तै हो पकाउने खाने यहाँ चाहिँ गिफ्ट आइटमहरू छन् टन्न खाइयो एक लट अब फेरि के खाइयो रे खुसी भएछ छैन मासु खाएपछि त फेरि यहाँ धान भुटेपछि उता राख्ने अनि चिउरा कुट्ने ओ सौनी काका के गर्नु लाग्यो रे म यहाँ चिउरा चिउरा खेत नि म चिउरा बनाउने मेसिन हो म यहाँ निकाल्छु ल धानबाट चिउरा निकाल्छु जादुले ल अलि बेसी राख्नु फुटैलाई सँगै फुटलाई नपोख्नु न उचाल्नु मात्र क्या यता नताल्नु उचाल्नु डल्ला पऱ्यो चिउरा कुस्कटी कुस्कटी पुरा छ चिन्नु जादु पोख्यो पोख्नु भन क्या बिस्तारै हाल्नु न भयो ल है यसो म गर्छु ओहो पसिनै पसिना आयो पुरै यसको टन पसिना आउँछ को चाहिँ त्यहाँ जम्मा हुन्छ त्यसपछि यहाँ यस्तो सुपोमा राखेर केलाएर चिउरा रेडी ल यतातिर चाहिँ चहलपहल निकै बढ्न थाल्यो अहिले चाहिँ भिडभाड हुँदैछ अब बसेर चिल पारामा यहाँ यसरी बनाउने यहाँको नेवार कम्युनिटीले चाहिँ महिला समूहहरू मिलेर बनाउने रहेछ प्रत्येक शनिबार यसरी मेला लाग्छ ओ एउटा टिस्यु निकाल्न कतैबाट हजुर दिन्छन् कि नदिने माडा यहाँनिर चाहिँ रमाइलो छ एकदम यो वाला के अब
अब खाजा सेट खाएर अगाइहाल्यो के हानी 2-4 राउन्ड हानेपछि हल्का भोक लाग्छ अनि खानुपर्छ त्यसपछि। यहाँभित्र चाहिँ यस्तो बोटिङको व्यवस्था पनि रहेछ। फोटो खिच्ने ठाउँ छ पुरै। यो यहीँ रमाइलो मेलाभित्रै हो है यो चाहिँ। बोटिङ पनि छ, एउटा बोटिङ रहेछ। त्यो चिउरा फालिदिएपछि चाहिँ माछा आउँछन् त्यहाँ। ए टन्नै रहेछ नि। कति आयो अहिले। शनिबारको दिन बच्चादेखि वृद्धसम्म रमाउने ठाउँ हो यो। दुईवटा ल चम्चा ल के हो यो? फाइनल्ली हाम्रो आजको रमाइलो मेला घुमघाम सकियो। अब चाहिँ हामी घरतिर जाँदैछौँ। किप लभिङ, किप वाचिङ। ओके बाई, सी यू इन नेक्स्ट भ्लग है।